हजुर नमस्ते दाइ। नमस्ते। अनि हाम्रो यो युएफएन संस्था युनाइटेड फेलोसिप नेपाल तपाईँले खोल्नु भएको छ सञ्चालकहरू, अनि यसको अनुभवहरू कस्तो रह्यो, अनि यो खोल्नुको उद्देश्यहरू के छ दाइ भनिदिनुहोस् न दाइ। सर्वप्रथम त हाम्रो स्वामी प्रेमसिंहज्यूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु है। हाम्रो युएफएन युनाइटेडको तर्फबाट तपाईँको व्यस्त समय बावजुद पनि यहाँ आएर हामीसँग यसरी गफ गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। साथै यो हाम्रो खोल्नुको मेन उद्देश्य भनेको के हो भने जस्तै समाजसेवा, सोसियल वर्क भनेको एउटा दल बनाउने, पिच बनाउने, मठ मन्दिर बनाउने मात्र होइन नि स्वामी। यो त बिग्रेको मान्छेलाई उसलाई सही मान्छे बनाएर, एउटा सफल मान्छे बनाएर उसलाई राम्रो बनाएर पठाउने, त्यो जस्तो ठुलो समाजसेवा के छ त्यो संसार। उसलाई राम्रो भयो कि ऊ मान्छे राम्रो भयो कि ऊ मान्छे एउटा सफल र सबल मानिस भएपछि सोसियल वर्क उसले आफै गर्न सक्ने कुरा भयो। त्यो एउटा सामाजिक कार्य साथसाथै त्यो उद्देश्यले गर्नुभयो। साथसाथै यो हाम्रो युनाइटेड फेलोसिप नेपाल यो हाम्रो संस्था खोलेको चाहिँ मेन अर्को उद्देश्य भएको के छ भने जस्तै जति पनि डिप्रेसनमा फँसेका या मानसिक समस्याबाट गुज्रिराखेका हाम्रा आदरणीय दाजुभाइहरू, कुनै पनि मान्छेहरू उपचारको पहुँचबाट बाहिर नहोस्, सबैको उपचारको पहुँच होस्। किनभने पैसा हुनलाई मात्र उपचार त्यो त राम्रो भएन होइन। पैसा नहुँदै पनि उपचार पाउनु पर्यो। उपचार पाउनु पर्यो भने जस्तै मेन उद्देश्यले एउटा भनौँ न एसिस्टिभ ट्रिटमेन्ट, उपचारमा सबैको सुनिश्चितता होस् भन्ने उद्देश्यले चाहिँ हामीले 2063 सालमा चाहिँ हामी मिलेर चाहिँ हाम्रो टिम मिलेर चाहिँ हामीले चाहिँ युनाइटेड फेलोसिप नेपाल भन्ने संस्था गठन गरेका थियौँ। र हालसम्म यस युनाइटेड फेलोसिप नेपाल हाम्रो संस्थामा चाहिँ केही नभए पनि हाम्रो 2800 देखि 2900 हारमा चाहिँ हामीले चाहिँ उपचार दिइसकेका छौँ। तीमध्ये हामीले उपचार दिने प्रक्रिया पनि कस्तो छ भने जस्तै उपचार पद्धतिमा आउनको लागि जसको मानव स्वामीजी जस्तै तपाईँको कोही मान्छे उपचारमा यहाँ राख्नु ल्याउनु भयो र राख्ने सोचिराख्नु भएछ भने एकैचोटि नल्याउनुहोस् कि पहिले त्यो संस्थाभित्र गएर त्यहाँको वातावरण बुझ्नुहोस्। त्यहाँको वातावरण बुझिसकेपछि त्यो संस्थामा के कसो सबै बुझिसकेपछि मात्र बल्ल त्यो बिरामीलाई चाहिँ उपचारमा राख्न ल्याउनु भन्ने जस्तै हामी त्यो सन्देश पनि दिइरहेको छौँ होइन। सबै हिसाब चप्पल बलियो त हुँदैन नि, नक्कली चप्पल पनि हुन्छ नि त। त्यही हिसाबले चाहिँ हामीले चाहिँ संस्थामा राख्न अगाडि मान्छेलाई सुधारको प्रक्रियामा प्रक्रियामा लान अगाडि पहिला आएर संस्था भिजिट गर्नुहोस्। त्यसपछि मात्र एडमिसन राख्ने नराख्ने त्यसपछि मात्र आफ्नो निर्णय गर्नुहोस्, त्यो भन्न चाहन्छु। अनि साथै तपाईँको जुन यस हाम्रो युट्युब च्यानल हेरिराख्ने सम्पूर्ण हाम्रो दर्शक माझहरूलाई म है सुजित महर्जन यस युनाइटेड फेलोसिप नेपालका संस्थापक र हाम्रो टिम युनाइटेडको तर्फबाट चाहिँ नमस्ते व्यक्त गर्दछु। यो हाम्रो युनाइटेड फेलोसिप नेपालको भित्रको कार्यक्रमको बारेमा केही भनिदिनुहोस् न दाइ। हाम्रोमा चाहिँ कार्यक्रम कस्तो हुन्छ भने हाम्रोमा एकदमै होम इन्भाइरोमेन्ट छ। यहाँ मेन कुरा भनेको चाहिँ त्यो हामीले मान्छेले जो पनि यहाँ सुधारको प्रक्रियामा आउने मान्छेहरू छ उनीहरूलाई कहिले पनि त्यो क्लाइन्टको हिसाबले कहिले पनि हेर्दैनौँ। एउटा भाइचाराको हिसाबले हेरेर उसलाई कसरी उसको जीवन फेरि पुनर्स्थापना गर्ने भनेर त्योतिर चाहिँ मेन फोकस गर्छौँ है। अनि ट्रिटमेन्टमा चाहिँ त्यही सुरुमा ल्याएपछि चाहिँ उनीहरूको मेन भनेको फिजिकललाई ठिक पार्नेतिर लाग्छौँ। सुरुमा 1-1.5 महिना 2 महिना कति लाग्छ फिजिकललाई अलिकति तन्दुरुस्त बनाएर, अनि त्यो पछि मात्रै हाम्रो क्लासहरूमा राखेर ज्ञानहरू क्लासहरू सेसनहरू चलाउने गर्दछौँ। त्यसमा चाहिँ फिजिकली, मेन्टली, स्पिरिचुअल्ली यी 3मा छुट्याएर त्यही अनुसार 2 महिना हुँदै गएर अब कसैको त्यो 2 महिना भनेर 2 महिना चाहिँ हुँदैन, त्यही टाइम अवधि उनीहरूको त्यो मेन्टलले दिमागले जति भ्याउँछ त्यही अनुसार अगाडि बढाएर हामीले ट्रिटमेन्ट उपचार दिने गर्छौँ। अनि उपचार दिइसकेपछि चाहिँ केही समय टेकेरहरू गराएर आउने जाने गराएर त्यसरी उपचारहरू दिने गरेका छौँ। मेन कुरा भनेको चाहिँ हाम्रोमा चाहिँ त्यो एउटा
एकदमै होमली इन्भाइरोमेन्ट भाइचाराको हिसाबले बसेर त्यसरी उपचार दिन्छ। त्यो बाहिरको जस्तो हामीले अरूले जस्तो गरेर चलाएन, हाम्रो आफ्नै हिसाबले चलाउँछौँ। हामीले चाहिँ पुनर्स्थापना केन्द्र त्यो हिसाबले चलाएको छौँ। त्यो स्कुल अफ रिकभरी भन्नुभएको नि त्यसको बारेमा भन्नु। स्कुल अफ अब हामी बस्दा चाहिँ पहिला हामी उपचारमा बस्दा चाहिँ ट्रिटमेन्ट सेन्टर पुनर्स्थापना केन्द्रहरू मात्रै थियो क्या। अनि हाम्रो एउटा टिमले चाहिँ के सल्लाह गऱ्यौँ भने पुनर्स्थापना केन्द्र भनेको मान्छेहरूको दिमागमै अलि अर्कै जाने, नेगेटिभ जाने क्या। त्यहाँ त पागलहरू बस्ने, यस्तो स्म्याक खानी बस्ने ठाउँ त्यस्तो जान्छ क्या, जाने रहेछ मान्छेहरूलाई चाहिँ। अनि स्कुल भनेपछि त एउटा के भन्छ नेपालीमा विद्यालय, स्कुल अफ विद्यालय जस्तो त्यो सुन्दा पनि अलिकति मेन कुरा कस्तो हो नि, हाम्रो समाजमा चाहिँ मान्छेहरूलाई एकदमै स्म्याक खाने हुन्छ, नेगेटिभ सोच्छ नि त। तर विद्यालय एउटा त्यो स्कुल अफ रिकभरी भन्ना छ त अर्कै सुनिने रहेछ, पोजिटिभ सुनिने रहेछ क्या। मान्छेहरूले सुरुमै पोजिटिभ सुनेपछि यहाँ त केही फरक छ भन्ने कुराहरू उहाँहरूले त्यो हिसाबले सोचेर धेरै मान्छेहरू बुझ्न आउनुहुन्छ होइन। अनि आफ्नो बुझेर त्यो आफ्नो बच्चाहरूलाई छोराहरूलाई पुनर्स्थापना कसरी ल्याउने भन्ने कुराहरूमा त्यो स्कुल अफ रिकभरी चाहिँ धेरै फरक, त्यो नामले पनि धेरै फरक पर्ने रहेछ क्या। समाजमा चाहिँ मान्छेहरूले सुधार केन्द्र भन्नु र स्कुल अफ रिकभरी भन्नुमा धेरै फरक पर्ने रहेछ। त्यही भएर हामीले चाहिँ स्कुल अफ रिकभरी मान्छेहरूलाई त्यो पहिला सुन्दामै पोजिटिभ जाओस् भनेर त्यो एउटा नाम दिएर अगाडि बढेको मान्छे चाहिँ। हुन्छ, थ्याङ्क यू, धन्यवाद। अनि यसरी नै दाइ तपाईँले पनि यस संस्थाको लागि कति होइन टाइम दिनुभएको छ, कामहरू गर्नुभएको छ, आफ्नो स्वयंको फ्यामिली, आफ्नो स्वयंको लागि है गर्नुभएको छ। यसरी नै दाइ इमान्दारी भएर फेरि पनि चाहिँ समाजमा तपाईँ पनि ज्योति नै बाल्ने गरेर हजुरलाई पनि धेरै धेरै धन्यवाद। हाम्रो भाइहरूलाई इन्टरटेनमेन्ट एउटा ज्ञान होइन एउटा ध्यानको कुराहरू सिकाइदिनु भएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच। अनि दाइ अन्तिममा चाहिँ हजुरले अहिले जुन पनि अहिले कलिला बच्चाहरू छन्, यिनीहरू दुर्व्यसनमा फसिरहेका छन्, उनीहरूलाई र अहिलेको समाज र परिवारलाई कस्तो खालको मेसेज दिन चाहनुहुन्छ भनिदिनुहोस् न दाइ। अब सर्वप्रथम त भर्खरका हाम्रा कलिला भाइ बहिनीहरू चाहिँ सकभर दुर्व्यसनबाट सयौँ गुणा टाढा बसोस्। अहिलेसम्म दुर्व्यसनले गर्दा कसै मानिसको भलो भएको छैन। र हालको यो अहिलेको हाम्रो भाइ बहिनी तथा उहाँको परिवारलाई म के एउटा तपाईँको यो युट्युब च्यानलबाट सल्लाह दिन चाहन्छु भने बेलैमा आफ्नो छोराछोरीहरूलाई बेलैमा आफ्नो एउटा प्यारेन्टल गाइडलाइन भन्छ नि त्यो अनुसार हुर्काउने बढाउने गर्नुहोस्। साथै लागु औषध या दुर्व्यसनले गर्दा कसैको पनि भलो भएको पनि छैन र समाजमा त्यस्ता मान्छेलाई कसैलाई राम्रो नजरले हेरेको पनि छैन। साथै कस्तो हुन्छ भने यो दुर्व्यसन होइन भनौँ तपाईँ हामी सोचौँ न भाइ बहिनीहरूलाई भन्नु खोजेको आजकल त 15 वर्षको उमेरमा एसएलसी दिन्छ हो स्वामीजी, एकदम 17 वर्षमा +2 क्लियर हुन्छ हो, त्यसपछि 18-19मा त ब्याचलर फर्स्ट इयर सेकेन्ड इयर भइसकेको हुन्छ। अब जो हाम्रो भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरूले पुरा यो दुर्व्यसनमा फस्यो भने या लागु औषध या मद्यपानमा फस्यो भने उहाँहरू 8भन्दा माथि आउन सक्दैन, 8 कक्षाभन्दा माथि आउन सक्दैन, आधा जीवन 8 क्लास जस्तै हुन्छ। त्यो बिचमा उनीहरूले कति अवसर गुमायो त, कति मौका गुमायो त, कति समय बर्बाद भयो त होइन। त्यसैले म तपाईँको च्यानलबाट भाइ बहिनीलाई के भन्छु भने लागु औषधले कसैलाई, कुनै परिवारलाई, कुनै समाजलाई भलो गर्दैन। कृपया हाम्रो विनम्र हाम्रो टिम युनाइटेड फेलोसिप नेपालकोबाट त्यति अनुरोध छ कि हाम्रा कलिला भाइ बहिनीहरू आफ्नो भविष्यप्रति केन्द्रित हुनु होला। लागु औषध होइन, जीवन रोजौँ, आफ्नो भविष्य रोजौँ। अनि साथै उहाँको परिवारलाई चाहिँ के भन्न चाहन्छु भने यदि केही गरी उहाँको छोराछोरीहरू लागु औषधमा भर्खर लागेको छ भने नलुकाउनुहोस्, बिहा नगरिदिनुहोस्, विदेश नपठाउनुहोस्, सही टाइममा सही उपचारमा पठाउनुहोस्। किनभने उहाँको मान्छे फेरि सबै मान्छे भएर आउने पक्का सम्भावना छ। त्यति भन्न चाहन्छु तपाईँको च्यानलबाट। हस् त स्वामी, थ्याङ्क यू।
हुन्छ हाम्रो दुइटै दाईहरूलाई धन्यवाद दाई, सुनिल दाई, विकास दाई अनि सम्पूर्ण समयको लागि। साँच्ची नै उहाँहरू एउटा यो युएफएन संस्थाको खम्बा हुनुहुन्छ। यदि साँच्ची नै तपाईँहरूको आफ्नो परिवारमा आफ्नो दाजुभाइहरू, छोराहरू, बुवाहरू दुर्व्यसनमा फस्नु भएको छ, एकदमै गाह्रो भएको छ तपाईँहरूलाई ह्यान्डल गर्न भने समयमा नै उपचार दिनु होला। यहाँ चाहिँ दाइको मोर देन 100 जना अहिले उपचारार्थीहरू हुन्छ, स्टुडेन्ट्सहरू हुन्छ, उनीहरूलाई राम्रो उपचार दिनुभएको छ र इन्भाइरोमेन्ट एकदमै राम्रो छ। दाइहरू स्वयं नै यहीँ बसेर उनीहरूलाई हेर्नुहुन्छ, मेडिटेसन गर्नुहुन्छ, गाइडेन्स गर्नुहुन्छ। त्यही भएर समयमा नै उपचार दिनुहोला, उनीहरूको जीवन पनि बचाउनु होला। थ्याङ्क यू दाइ, थ्याङ्क यू है, तपाईँलाई एकदम धन्यवाद है। फेरि अन्तमा एकचोटि तपाईँको व्यस्त समय बावजुद पनि यहाँ आएर यतिकासम्म हाम्रो कुरा तपाईँको च्यानल मार्फत हाम्रो आम जनसमुदायमा पुर्याउन मद्दत गरिदिनु भएकोमा है, म लगायत हाम्रो भाइ विकास डाइरेक्टर विकास विष्ट लगायत सम्पूर्ण हाम्रो टिम युनाइटेडको तर्फबाट तपाईँहरूलाई मुडी धन्यवाद व्यक्त गर्दछु। थ्याङ्क यू सो मच दाइ, थ्याङ्क यू दाइ, लभ यु दाइ, थ्याङ्क यू दाइ, है।